ओके सो हेलो गाइज वेलकम बैक टू माई न्यू ब्लग। सो गाइज आजको ब्लग डाइरेक्ट 3 बजेबाट सुट गरिरहेको छु। सो गाइज यो पनि किन सुट गरिरहेको छु, अहिले मलाई एकदम भोक लागिरहेको थियो। अच्छा, बिहानको भात पनि खान अहिले मिलेन, सकिसक्यो। ठीक है हैन, नत्र म प्राय जसो ब्रेकफास्टमा पनि यो मतलब ब्रेकफास्ट के भन्छ, ठीक है समझ गया। बेलुकातिरको नास्तामा पनि म बिहानकै भातै खान्छु, त्यही मिठो लाग्छ हैन। तर आज त्यो पनि छैन। देन के गरौँ भनेर अनि यो दिदीले किनेर ल्याउनु भएको थियो, हिजो राति ल्याउनु भएको थियो, मलाई थाहा पनि थिएन। अनि अहिले हेरेको यो छ। ओके, अनि सोचेको कि आज यही बनाऊ। यो पुरै 1 केजीको छ फुल। ओके बनाऊ, के हुन्छ त्यो बनाउनु पनि त्यो दिदीले नै हो, आफूलाई आउँदैन क्या अरे। म पनि हेर्छु यसो त्यसो, त्यसपछि आजको त जुगाड भइहाल्छ। ओके लेट्स गो। सो गाइज प्याज राखिसक्यो, प्याज खुर्सानी, त्यसपछि यहाँनिर बन्दा राखेर अब दिदीले चलाउँदै हुनुहुन्छ। एकैछिन छिटो बनाउनु, छिटो भोक लागिसक्यो यहाँ। ल चना ल यति सबै हाल्ने हो र होइन, हाल्नु जति हुन्छ त्यति। ल पुरै हाल्नु, पुरै दुईचोटि बनाउने हो नि त होइन, किनभने त्यो अब त्यत्रो छ। के हो यो अर्जिना भन्छ कि अर्जिना भन्छ, के भन्छ यो? यसो गाइज फेरि नुन थप्नु भयो दिदीले। यो भिडियो हेरेर तपाईँ पनि चाउमिन बनाउन सक्नुहुन्छ। एकचोटि खानुहुन्छ अनि त्यो पछि चाउमिन खानु छैन होइन गाइज, टेस्टी हुन्छ, हेर्नुहोस् गाइज। नुन धेरै भयो, खोइ के हुन्छ। सो गाइज अब बेसार, त्यसपछि के हाल्नुभयो? धनियाँ पनि हालिदिनु भएको, खोर्सानी हाल्नु, बेसरी हाल्नु। ल पेट पोल्ने गरियो। के हाल्नु भयो? हर्दी र खुर्सानी मात्रै, धनियाँ जस्तो देख्यो। गाइज अर्जिना पनि हाल्दैछु भयो। चोर्छस्, चोरेर खान्छस् भाइ, चोर। मसला बढी जस्तो भएको छैन। ओके गाइज अब चाउमिन त पुरै वाइट छ त, वाइटै हुन्छ भ्यायो के कहूँ। ल गाइज अब फुड कलर होइन, यो फुड कलर हो के हो, अर्कै कलर हो। ओके गाइज यो चाहिँ कलर आउनको लागि मात्रै। यसलाई बनाएको तरिकाले नगर्नु गाइज, नत्र बिग्रिन्छ। तपाईँ बनाउँछ युट्युबबाट अर्को भिडियो हेर्नुहोस्। यो भिडियो हेर्नुभयो भने गाइज थाहा छैन के हुन्छ। चलाउन आउँदैन गाइज, यो बन्छ, यो कुकम्यान बन्छ। यो खोइ कहिलेसम्म चल्छ। ल गाइज फाइनल्ली भइसक्यो नि त, अब के बाँकी छ र? सो गाइज बनिसक्यो यो एन्ड ओके गाइज टेस्ट गरौँ दिदीले बनाएको। फर्स्ट टाइम दिदीले पनि फर्स्ट टाइम नै बनाउनु भएको। टेस्ट गरौँ, फर्स्ट टाइम खाएको हो क्या रे, घरमा बनाएको चाहिँ
फर्स्ट टाइम हो माउ यो घरमा फर्स्ट टाइम बनाएको हैन यो घरमा चाहिँ पुरानो घरको बनाएको यो घरमा चाहिँ फर्स्ट टाइम बनाएको पुरानो चौकी बनाएको थियो म के भन्दा छु दिदीले चाहिँ फर्स्ट टाइम बनाएको क्या ए दिदीले चाहिँ सो गाइस जिन्दगीमा पहिलो पटक युट्युबमा हेरिकन युट्युब नहेरिकन जिन्दगीमा पहिलो पटक दिदीले चाउमिन बनाएको हल्का खुर्सानी मात्र बढी भएको छ गाइस के पो छुटे जस्तो लागिरहेको छ सस पो छुटेको रहेछ नि यति सस रे धेरै भयो रे ठीक छ चाहिँ औकात में आ गया ना भाई साहब सस राखेपछि त मिठो लाग्यो एकदम मिठो